Let's welcome the musician, the magician, and the entrepreneur, Swapnil Sharma! किन मलाई रोक्न खोज्छौ भने तिमी पनि रुच्छौ म समय हुँ मलाई रोक्न नखोज मलाई रोक्न खोज्यौ भने तिमी पछि पर्छौ म खोला हुँ मलाई रोक्न नखोज मलाई छेक्न नखोज मलाई छेक्न खोज्यौ भने तिमी पनि बग्छौ म युवा हुँ मलाई रोक्न नखोज मलाई रोक्न खोज्यौ भने तिमी पनि मासिन्छौ खासमा यो मैले हाम्रो प्रधानमन्त्रीजी हुनु भएको बेलामा भन्न पाएको भए कति शीतल हुन्थ्यो होला आज सबैजनाले यहाँ युवाको कुरा गर्नु भएको छ सबैजनाले आफू कस्तो हुनुपर्छ आफ्नो लाइफबाट कस्तो प्रेरणा पाउन सक्नुहुन्छ हजुरले भन्ने कुराहरू गर्नु भएको छ स्टार्टिङ फ्रम हाम्रो लेजेन्डरी राजेश दाई म यहाँ धेरै बोल्दिनँ किनभने मैले थाहा पाइसकेँ तपाईँहरूलाई अब कति सुन्नु यो कुरा भइसकेको छ तर दुई चारवटा मात्र कुरा गर्छु म तपाईँले जति पनि मोटिभेसनल स्पिकरहरूले बोलेको सुन्नुभयो त्यसलाई सुन्नुहोस् एडभाइसको रूपमा लिनुहोस् तर तपाईँले सुन्नुपर्ने चिज आफैबाट नै हुन्छ आफूले जे सोच्छौँ हामी जस्तो मान्छे हुन्छौँ भनेर सोच्छौँ तपाईँ त्यस्तो मान्छे हुनुपर्छ तपाईले गएर ऐनामा हेर्नुस् एकचोटि मात्र ऐनामा हेर्नुस् तपाईलाई यदि म पुरुष हुँ जस्तो लाग्छ भने तपाई पुरुष हो तपाईलाई म पुरुष भएर पनि मलाई महिला हुन मन लाग्छ तपाई महिला पनि हुन सक्नुहुन्छ तपाईलाई यदि ऐना हेरेर मलाई डाक्टर बन्न मन लाग्छ म डाक्टरको त्यो उचाइसम्म पुग्छु भन्न मन लाग्छ भने तपाई डाक्टर हुन सक्नुहुन्छ तपाई ऐना हेरेर हैन म डान्सर हुन्छु भन्नुहुन्छ भने तपाई डान्सर हुन सक्नुहुन्छ तर त्यो आवाज कोही पनि मोटिभेसनल स्पिकरले तपाईलाई दिन सक्दैन दिन्छ त केवल तपाई आफैले दिने चीज हो त्यो र हामीले ऐना हेर्दाखेरि म आफूले पनि ऐना हेर्दाखेरि मैले राजेश हमाल त देख्दिन मैले आफैलाई नै देख्छु मैले सुशान्त खत्री अथवा हाम्रो साई ग्रेस देख्दिन मैले आफूलाई नै देख्छु त्यो ऐना हेर्नु मात्र सिक्नुपर्छ हामीले एकचोटि सिकेपछि लाइफ एकदमै सरल हुन्छ मात्र आफैले आफैलाई प्रश्न गर्न सक्नु पर्यो एन्ड द्याट्स इट मैले लाइफमा सिकेको चीज भनेको यति मात्रै हो कि आई जस्ट वान्ट टु बिकम माइसेल्फ एन्ड आई रियली डोन्ट वान्ट टु बिकम समवन एल्स मलाई जसले जे देख्न मन लागे पनि मलाई केही परवाह छैन आई जस्ट वान्ट टु बिकम माइसेल्फ जस्ट बी योरसेल्फ गाइज र अघि हामीले केटी बेलालाई धेरै प्रश्न गर्यौं अब म तपाईहरुलाई प्रश्न गर्छु के पाइस नेपाली एन्सर्स हामीसँग छ उहाँले दिन सक्नु भएको थिएन अघि सायद सो म धेरै बोल्न खोज्दिन अघि मलाई सुशान्तले एकदमै भावुक बनाइदिएको थियो उसले भर्खरै मात्र उसको घरमा प्रोग्राम भयो भनेर गयो तर दिस सङ इज डेडिकेटेड टु सुशान्त एन्ड अल अफ यु गाइज खुसी नै छु म माया धेरै धेरै गर्छु तर अर्थ केही छैन भावनाहरू
पोख्नु पनि अधिकार छैन तर यो नमान कि भावना नै छैन मलाई कृपया स्टेजको बत्ती निभाइदिनुहुन्छ मलाई हजुरहरूले नै बत्ती दिनुहुन्छ म आकाशमा तारा जसरी तपाईँहरूलाई हेर्न चाहन्छु स्टेजको लाइट बन्द गरिदिनु भयो भने तिमी कल्पना वास्तविकतामा छैनौ मेरो भ्रम हो परिभाषित मैले गर्न सक्दिन तिमी मेरा हरेक चाहना अनि बहाना हो मेरो मनभित्रका हरेक खुसी हो मेरो सपना भरि तिमी नै छौ मेरो जीवन भरि तिमी रहनेछौ मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ Can you make it louder? Oh, stop. भ्रम होस् तर खुसी नै छु म यो माया हो तर अर्थ केही छैन मेरो मनभित्रका मेरो तिमी नै छौ मेरो जीवन भरि तिमी रहनेछौ मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ अस्पष्ट हुनु उदासी होस् तर मनका डर लाग्दा ती भावना होला मुटुमा राखिसके तर मेरो मनभित्रका हरेक खुसी हो मेरो सपना भरि तिमी नै छौ मेरो जीवन भरि तिमी रहनेछौ मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ Thank you everyone. Give it up for Santosh Bhai as well. Thank you. Thank you everyone. Thank you very much. Bye. Bye.
The photographer wants the photo of you with the crowd. All right, we're going to take one picture, and this is going to be profile for so many years for me. All right, late. All right, are you ready for this one? I said, are you ready? Are you ready? Can you please raise your freaking hands up in the air? Thank you, everyone. You guys were amazing. Thank you very much. Appreciate it. We got to give you the token of love. Give it up for the keyboard artist here, everyone. Give it up for the talented young man. Everyone, Swapnil Sharma! खुशी हो मेरो सपना भरि तिमी तिमी Swapnil, छौ।